Giveaway alert. We are in Tinkune, our first giveaway Nirpal Boutique. हाम्रो लोकेसन चाहिँ यही तिनकुनेको गणेश मन्दिर नजिक अगाडि सुविधा नगर प्रवेशद्वारदेखि 1 मिनेट वकिङ डिस्टेन्समा राइट साइडमा रहेको छ। नमस्ते, हजुरको शुभ नाम? मेरो नाम सलिना तामाङ हो। हजुरलाई म एउटा क्वेशन सोध्छु, एन्सर दिनुभयो भने म हजुरलाई गिफ्ट पनि दिनेछु। गौतम बुद्ध जन्मेको जिल्लाको नाम? लुम्बिनी। लुम्बिनी कपिलवस्तु भने। चाहिँ राइट एन्सर दिनु भएको छ, हजुरले गिफ्ट पाउनु भएको छ हाम्रो निर्पाल बुटिकबाट। हस्, वेलकम। थ्याङ्क यू गिफ्टको लागि चाहिँ। वेलकम, हाम्रो निर्पाल बुटिकमा आउनु होला सपिङ गर्नु। हुन्छ नि, हस्। हामी चाहिँ अहिले ठ्याक्क तिनकुनेको चोकमा रहेको छौँ। यहाँ चाहिँ साकेला पर्व भइरहेको छ। एक्सक्युज मी, हजुरहरूलाई म एउटा क्वेशन सोध्छु, एन्सर दिनुभयो भने म हजुरहरूलाई गिफ्ट पनि दिनेछु। हुन्छ। हजुरको शुभ नाम? सुप्रिया राई। हजुरको? दीपा। हजुरको? ड्रेसिना राई। हामी चाहिँ निर्पाल बुटिकबाट आएको छौँ होइन, हजुरहरूलाई म एउटा क्वेशन गर्नेछु। 500 को नोटमा कुन जनावरको चित्र अंकित हुन्छ? गैडा। हजुर भन्नुहोस् त। सार्वरी भन्नु न। भन्नुभएको छ, एउटा प्राइज जित्नु भएको छ है। हस् त, थ्याङ्क यू। नमस्ते। हजुरहरूलाई चाहिँ म एउटा क्वेशन गर्छु, एन्सर दिनुभयो भने म हजुरहरूलाई गिफ्ट पनि दिनेछु। नेपालको राष्ट्रिय जनावरको नाम? नेपालको राष्ट्रिय जनावरको नाम गाई। गाई गाई। हजुर राइट एन्सर दिनुभएको छ। एन्सर चाहिँ कसले दिनुभएको? ल, हजुरहरूको तर्फ हजुरहरूलाई नेपाल बुटिकको तर्फबाट यो गिफ्ट। थ्याङ्क यू सो मच। वेलकम। हजुरहरू आउनु होला सपिङको लागि, हाम्रो लोकेसन चाहिँ यही तिनकुनेमा रहेको छ। ए ओके, हुन्छ।